पश्चिम नेपालको तानसेन बजारदेखि 36 किलोमिटर उत्तर पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थलबाट बग्ने पवित्र काली गण्डकी र गण्डकीको तीरमै अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल रुरु क्षेत्र ऋणी हो। यहाँ मणिमुकुन्द सेनद्वारा प्रतिस्थापित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर छ। काली गण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गए बराबरको पुण्य प्राप्त हुन्छ विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू उक्त स्थानमा आउने गर्दछन्। रुरु क्षेत्र पौराणिक कालदेखि पवित्र तीर्थस्थलको रूपमा परिचित छ। पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको यो जिल्ला पश्चिम नेपालको व्यापारिक राजधानी बुटवलदेखि करिब 70 किलोमिटर उत्तरमा अवस्थित छ र यो क्षेत्र गुल्मी जिल्लाको मुख्य द्वार पनि हो। यो सामुद्रिक सतहदेखि 1800 फिटको उचाइमा रहेको छ। काली गण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा समेत उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको वर्णन गरिएको छ भने सुस्तानी किताबमा पनि यसै स्थान भृगुतुङ्गेश्वरमा सती देवीको दन्तपतन भएको उल्लेख गरिएको छ। त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालका 4वटा धार्मिक क्षेत्रहरू रहेका छन्। ती क्षेत्रहरू रुरु क्षेत्र, बराह क्षेत्र, पाशुपत क्षेत्र र मुक्ति क्षेत्र मध्येको एक क्षेत्र रुरु क्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारस समेत मान्ने गरिन्छ। धार्मिक मान्यता अनुसार रुरु क्षेत्रमा देहत्याग गरिएमा मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ। भगवान विष्णुको प्रतीक मानिने शालिग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परिचित छ। यहाँ चक्र तथा विभिन्न आकारको दुर्लभ शालिग्रामहरू पाइन्छन्। मुख्यतः यहाँ माघे संक्रान्तिको 3 दिन र ऋषिकेश उत्सव 2 दिन ठुलो मेला लाग्ने गर्दछ। एक कोशी परिधिमा सीमित भएर पनि यहाँ करिब 40 भन्दा बढी मन्दिरहरू रहनु पनि यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको ऋषिकेश मन्दिर नेपालकै सुप्रसिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ, जुन विश्व सम्पदा सूचीको लागि मनोनयनमा समेत रहेको छ। यिनी भगवान ऋषिकेशको विराजमान काली गण्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताको सङ्गम रहनाले रुरु क्षेत्रको विशिष्ट किसिमको धार्मिक पहिचान रहेको छ। रुरु क्षेत्रको प्रमुख पात्र देवदत्त ऋषि हुनुहुन्छ। उहाँ रुरु क्षेत्र धामका निर्माता, वेद वेदाङ्गमा पारङ्गत, यज्ञ विधामा निपुण, व्रतनिष्ठ महापुरुष हुनुहुन्थ्यो। उहाँले हजारौं वर्ष काली गण्डकी तटमा तपस्या गर्नुभयो। उहाँको तपस्या देखेर स्वर्गका राजा इन्द्रको मनमा शङ्का उत्पन्न भयो, कतै मेरो सिंहासन यी तपस्वीले त लिँदैनन्। देवराज इन्द्रले देवदत्त ऋषिको तपस्या भङ्ग गर्ने विचार गर्नुभयो। त्यसपछि स्वर्गकी सबभन्दा राम्री अप्सरा प्रमलोचालाई देवदत्त ऋषिले तपस्या गरेको ठाउँमा पठाउनु भयो। इन्द्रको आज्ञा अनुसार प्रमलोचा गन्धर्वसहित त्यहाँ पुगिन्। चन्द्रमुखी, मृगनयनी, सिंहको जस्तो कम्मरसहित 32 लक्षणले युक्त भएकी अति सुन्दरी प्रमलोचा सङ्गीतको धुनमा छमछमी नाच्न थालिन्। देवदत्त त्यस्तो अलौकिक नृत्यदेखि मन्त्रमुग्ध हुनुभयो। उहाँको व्यक्तित्व ओजस्वी अनुहारबाट प्रमलोचा पनि अति प्रभावित भइन्। दुवैजना एक अर्काप्रति आकर्षित बने। दुवैजना धेरै वर्षसम्म क्रीडा गर्दै त्यस क्षेत्रमा घुमिरहे। अकस्मात एक दिन देवदत्त ऋषिलाई आफू कर्तव्यच्युत भएको बोध भयो। प्रमलोचालाई सम्झाइ बुझाइ देवदत्त ऋषि उत्तरतर्फ भृङ्गी तुङ्गेश्वरमा गई मोक्ष प्राप्त गर्नुभयो भन्ने भनाइ